अहिले धरहराको सबैभन्दा माथिल्लो तलामा छु। धरहरा भन्ने बित्तिकै यहाँलाई थाहा नै छ, धरहरा उचाइको प्रतीकको रूपमा काठमाडौँको लागि मात्रै होइन नेपालकै उचाइको प्रतीकको रूपमा हामी लिन सक्छौँ। र यो धरहराको उचाइ या कुनै घरको उचाइ भन्दा पनि महत्त्वपूर्ण कुरा तपाईँलाई आफ्नो करियरको उचाइ हुन सक्छ। तपाईँ अब्रोड स्टडीको क्षेत्रमा त्यो उचाइलाई छुन चाहनुहुन्छ भने यो कार्यक्रम तपाईँको लागि हो। क्लिक योर माइन्ड। अस्ट्रेलिया विश्वको एउटा निकै नै समृद्ध मुलुक हो। अस्ट्रेलियाको कुल जनसङ्ख्या 2,31,93,756 रहेको छ र प्रति व्यक्ति आय 10,206 अमेरिकी डलर रहेको छ। धेरै देशबाट बसाइ सरेर विभिन्न देशका मानिसहरूको बाक्लो उपस्थितिले पनि अस्ट्रेलियालाई अन्य देशका मानिसहरूको गन्तव्य बनाएको छ। सिडनी, मेलबर्न लगायत थुप्रै शहरहरूले स्वागत गर्छन् विदेशीलाई, अझ भनौं विदेशी विद्यार्थीलाई। हाम्रै पनि छिमेकी मुलुकहरूको कुरा गर्नुपर्दा भारत, चीन, पाकिस्तान, बंगलादेश, यस्तै फिलिपिन्स अनि युरोपियन र अमेरिकन मुलुकबाट पनि धेरै विद्यार्थीहरूले आफ्नो गन्तव्य बनाएका छन् अस्ट्रेलियालाई पढ्नका लागि। पढ्नको लागि मात्र जाने जमात एकातिर छ, अर्कोतर्फ पढाइकै क्रममा हुने कमाई र पर्मानेन्ट रेसिडेन्स अर्थात् पीआर विदेशी विद्यार्थीका लागि थप आकर्षणका कुरा हुन्। यसैले नेपाली विद्यार्थीको पनि गन्तव्य हो अस्ट्रेलिया। यही समयदेखि विद्यार्थी गएको भनेर यकिन नभए पनि सन् 2005बाट धेरै नेपाली अस्ट्रेलिया जान थालेको बताउनुहुन्छ सिनियर काउन्सिलर तुलसीआर काफ्ले। अब अस्ट्रेलियाको केसमा चाहिँ तपाईँ के भन्नुहुन्छ, अस्ट्रेलियाको यो इन्कम रेभेन्यू जेनेरेट गर्ने एउटा चाहिँ स्ट्रान्ड यो इन्टरनेसनल स्टुडेन्टको फिजबाट पनि हो र 2004, 5, 6, 7 इन्क्लुडिङ 8 सम्म पनि अब धेरै विद्यार्थीहरू अस्ट्रेलिया गए। सन् 2006 देखि 2008 सम्म त फ्यासन जस्तै बन्यो अस्ट्रेलिया र कतिले सन् 2007 लाई स्टुडेन्ट इयरको रूपमा अस्ट्रेलियाले मनाउन लागेको हल्लालाई पनि तुलसीआर काफ्ले यसरी स्मरण गर्नुहुन्छ। र कतिले हल्ला पनि गरे। अब अस्ट्रेलियाले 2007 लाई स्टुडेन्ट इयर फर अस्ट्रेलिया भनेर प्रमोट पनि गरिरहेको छ भन्ने खालका तर्क वितर्कहरू पनि आए, तर त्यो कहीँ पनि डकुमेन्ट भएको चाहिँ देखिँदैन। काठमाडौँ इन्फोसिस एडुकेसन कन्सल्टेन्सीका म्यानेजिङ डिरेक्टरको बुझाइमा जेन्युन स्टुडेन्टलाई अस्ट्रेलियाले कहिले पनि कडाई गरेको छैन। बीचमा केही समय जेन्युन स्टुडेन्टको पनि भिजा स्योर थिएन, तर अहिले चाहिँ कुनै विद्यार्थी जेन्युन छ भने उसको भिजामा कठिनाई नभएको बताउनुहुन्छ। पहिला जुन नयाँ पहिलाको पुरानो रुल्स अनुसार अस्ट्रेलियाको पोलिसिज अलिकति भेग थियो। स्टुडेन्टहरूको रिजेक्सन चाहिँ एकाडेमिक, फाइनेन्सियल, इङ्ग्लिस राम्रो हुँदै पनि पोलिटिकल रिजनको कारणले पनि रिजेक्ट गरिएको अवस्था थियो। अहिले चाहिँ त्यस्तो छैन। अहिले एउटा म्याथमेटिकल पोर्सन अनुसारले उनीहरूले रुल्स बनाएको छ। जस्तो एकाडेमिक, इङ्ग्लिस र फाइनेन्सियल जेन्युन छ भने त्यो स्टुडेन्टको इन्टेन्सन जेन्युन छ भने उसले सजिलै तरिकाले भिजा लिन सक्छ। भनेपछि अहिलेको नयाँ पोलिसीले चाहिँ ह्यासल फ्री जेन्युन स्टुडेन्टलाई ह्यासल फ्री एक्सर्साइज गर्नको लागि त्यो अपनाएको छ। नेपाली विद्यार्थी अस्ट्रेलिया जान आकर्षित भइरहेका कारणहरूलाई यसरी हेर्नुहुन्छ तुलसीआर काफ्ले। आफ्नो साथीभाइ, दाजुभाइहरू, दिदीबहिनीहरू, रिलेटिभ्स, आफन्त जो पनि छन् अस्ट्रेलियामा, धेरै नै छ नेपालीको संख्या, उहाँहरूले रिकमेन्ड गरेको एउटा कुरा। अनि अर्को जुन वेजेस पर वर्किङ आवर्स छ त्यो पनि अब अहिले तुलना गर्दाखेरि प्राय अलिक हाई नै लेभलमा छ। त्यो भएर एउटा चाहिँ पैसा कति कमाइन्छ त, पर आवर वर्किङ कति छ त रेट, हैन, त्यसले पनि गरिरहेछ। अर्को कुरा चाहिँ यो स्ट्रिमलाइन भिजा प्रोसेसिङ र अनि पोस्ट स्टडी वर्क पिरियड, ब्याचलर्स पास गर्नेलाई 2 वर्ष, मास्टर्स बाई पोस्ट वर्कलाई 2 वर्ष, मास्टर्स बाई रिसर्चलाई 3 वर्ष र पिएचडीलाई 4 वर्षको जुन एउटा तोक दिया छ, एकदम फिक्स्ड हो त्यो अनलिमिटेड अनरेस्ट्रिक्टेड वर्क परमिट आफ्टर यु कम्प्लिट योर स्टडिज, यो चाहिँ तेस्रो कुरा। अब त्यो पोस्ट स्टडी वर्क पिरियडमा गइसकेपछि उहाँहरूले आफ्नो फिल्डमा काम पाउनु भयो भने
र अनि इम्प्लोयरले उहाँलाई स्पोन्सर गरेको अवस्थामा उहाँ चाहिँ पिआरको लागि इलिजिबल हुनुहुन्छ। तपाईमध्ये कतिलाई अस्ट्रेलिया जान कति खर्च लाग्छ भनेर सोचिरहनु भएको छ भने यसका बारेमा राजेन्द्र रिजाल। तपाईको नर्मल्ली हामीले टेन्टेटिभ हिसाब भनेको 12 देखि 15 लाख रुपियाँ खर्च हुन्छ। त्यसको लागि टाइटल भनेको एउटा 6 महिना 1 सेमेस्टरको ट्युसन फी तिर्नु पर्यो, इन्सुरेन्स ओभरसिज स्टुडेन्ट हेल्थ कभर तिर्नै पर्छ, एडमिसन फी तिर्नै पर्यो, पकेट मनी $2500 बोक्नै पर्छ, ए टिकट काट्नै पर्यो, भिजा एप्लिकेसन फी तिर्नै पर्ने हुन्छ हैन। अनि सामान्य मिसलेनियस एक्सपेन्सेस गर्दाखेरि एउटा स्टुडेन्टको 12 देखि 15 लाख रुपियाँ चाहिँ खर्च हुन्छ सुरुमा। तपाईं पनि अस्ट्रेलिया जान चाहनुहुन्छ भने अहिलेको समय तपाईको लागि निकै उपयुक्त हुने रहेछ। अस्ट्रेलिया नै प्लान गर्ने हो भने र उसको एकाडेमिक इङ्ग्लिस र फाइनेन्शियल डकुमेन्ट रेडी छ भने उसले अहिले नै अप्लाई गर्ने सल्लाह दिन्छु। किनभने जति ढिलो गरे उसको ग्याप बढ्दै जान्छ। जति धेरै ग्याप हुन्छ उसले त्यो ग्याप फुलफिल गर्नको लागि एडिसनल डकुमेन्ट सबमिट गर्नुपर्ने हुन्छ। ऊ ग्यापमा बसी कुनै पनि काम गरेको छैन, कुनै पनि ट्रेनिङहरू लिएको छैन भने कतिपय इन्स्टिट्युसनहरूले एक्सेप्ट नगर्ने पनि अवस्था रहन्छ। त्यो कारणले अहिले पोलिसिज पनि एकदमै लिनियन्ट छ, नेपाली स्टुडेन्टको फेभरमा छ हैन, र एक्जिट आउटकम पनि एकदमै राम्रो छ। त्यो कारणले गर्दाखेरि अहिले नै प्रोसेस गर्ने भने एकदमै राम्रो हुन्छ। एकछिन जान्छु मात्र भनेर कहाँ हुन्छ र? यी 4 कुराहरू तपाईसँग छन् भने बल्ल यु क्यान ट्राई फर अस्ट्रेलिया। नम्बर 1, हात्ती पढेर ठुलो भएको हो र भन्ने डाइलग हानेर राम्रोसँग बेलेमा पढ्नु भएको छैन भने तपाईको भिजा लाग्ने चान्स कम हुन्छ, अर्थात् तपाईको गुड एकाडेमिक ब्याकग्राउन्ड चाहिन्छ। नम्बर 2, नो ग्याप। पढाइ कम्प्लिट गरेर 4-5 वर्ष यताउति गरिसक्नुभयो, मस्ती गर्नु भएको छ भने तपाईको भिजा लाग्न निकै गाह्रो हुन्छ, अर्थात् ग्याप छैन भने तपाईको भिजा लाग्ने सम्भावना निकै बढ्छ। यस्तै IELTS मा तपाईको सेटिस्फ्याक्टरी मार्क आएको हुनुपर्छ। सानैदेखि इङ्ग्लिससँग दुश्मनी छ भने इङ्ग्लिसमा मेहनत गर्नुपर्छ अस्ट्रेलियाको भिजा चाहनुहुन्छ भने। त्यसै गरी पैसाले डस्टबिनको मुख कहिले देखेको छैन रे, किनकि यो महत्त्वपूर्ण र आवश्यक छ। यसैले त फाइनान्शियल स्ट्रेन्थलाई पनि हेर्ने गर्छ अस्ट्रेलियाले। यति भयो भने 4 देखि 6 हप्ता भित्रमा तपाईँ अस्ट्रेलिया पुग्न सक्नुहुनेछ। अन्य धेरै कुराहरू आगामी कार्यक्रममा। अब त साँच्चै भन त आर्जस, मलाई माग्न कहिले आउँछौ? त्यसो भए हुनेवाला बुढीको पहिला IQ टेस्ट गराउन त हुन्छ? च्यालेन्ज गरेको? यस अफ कोर्स। ओके, आइ एम रेडी। ल म ठाउँको नाम लिन्छु, तिमीले त्यहाँको फेमस कुरा के हो भन है त। ओके स्योर। भोजपुर, खुकुरी, पाल्पा, अफ कोर्स ढाका टोपी, भक्तपुर, जुजुदौ, अस्ट्रेलिया, कंगारू। अस्ट्रेलियाको फेमस कुरा कंगारू अनि अस्ट्रेलिया जान फेमस र विश्वसनीय कन्सल्टेन्सी कंगारू एजुकेशन फाउन्डेशन। वी also process for New Zealand and test preparation for IELTS. कंगारू एजुकेशन फाउन्डेशन, पुतली सडक। We will be your beacon for success. Let us be your milestone for success. We will open a new world for you. Be who you wanted to be. Your success is our destination. NASA, where your dream comes true. NASA Institute, your partner of overseas studies. New Baneshwar, way to Sankamul, Kathmandu. Phone 4785-286, 4785-287. Website www.nasa.edu.np. Some people go abroad just for tour. Smart people go abroad for degree. Unicampus Education Network, a trusted agency for Australia. Unicampus also provides special IELTS classes. Unicampus Education Network, Putali Sarak Chowk, Kathmandu. Phone 4418-019. A leading engineering institution for quality and professionalism. TU affiliated Lalitpur Engineering College. Get enrolled in BE Civil and move ahead with your creativity to fight competitive world. Lalitpur Engineering College, Chakupat, Lalitpur. Please call now 5260-215, 5260-216. This is my own and my soul. This is my own. I have a goal. I believe I will succeed in my goal. This is my own.
is Linton College. Your admission to world's finest universities. Study in Australia, UK and USA. Exclusive IELTS, TOEFL and SAT preparation. For details, Motive Language and Abroad Studies, Omkar Building, New Baneshwar, Kathmandu. Phone 4781-816. चिनी भन्दा सयौं गुणा गुलियो साइड इफेक्ट पटक्कै नभएको स्टेभिया तराईदेखि 2500 मिटर उचाइसम्म खेती गर्न सकिने विश्व बजारमा अत्यधिक माग भइरहेको स्टेभिया खेती गरी प्रचुर फाइदा लिनुहोस्। पाम एग्रोटेक बाँडिदैछ हात फैलाए जति सक्छौ ज्ञान लिऊ तिमी भित्र लुकेका प्रतिभा अब संसारमा फैलाऊ। Kantipur City College presents KCC Career Quiz. Brought to you by Netcotech Group of Companies, the next education consultancy. Nepal Education Consultancy. Sponsored by Motive Language and Abroad Studies, MATES Education. In association with Karnali College of Health Sciences, Reach International Education, Sharada University, Uni Campus Education Network, Mentor Institute. Powered by Meeting Point. National College, committed primarily for sustainable development of the society through academic excellence. Announces admission for Bachelor in Development Studies, Bachelor in Development Finance, Bachelor of Social Sciences. Programs are designed to fit with the mainstream socio-economic, financial and social policies of Nepal with global and regional perspectives. Contact National College, Center for Development Studies, Balwatar, Kathmandu. सॉफ्ट ड्रिंक को दुनिया में अब नया हंगामा शीतल पूर्ण आयुर्वेदिक साइड इफेक्ट पटक्कै छैन एलोभेरा जुस शीतल। एउटा महत्त्वपूर्ण कुरा पछिल्लो समयमा शिक्षा मन्त्रालयले निर्णय गरिसकेको छ कि यस्ता किसिमका एजुकेसन फेयरहरू गर्दा अब चाहिँ मनपरी ढङ्गले आफू खुसी आफ्नो घरभित्र कुनै कार्यक्रम गरे जस्तै गरी गर्न पाइने छैन। शिक्षा मन्त्रालयको यो कदम अनि यो कदमले विद्यार्थी, कन्सल्टेन्सी, अभिभावक या सबैलाई पुर्याउने फाइदा या बेफाइदा यसका बारेमा आगामी हप्तामा चर्चा गर्नेछौँ। कार्यक्रम हेर्न नछुटाउनुहोला। यस कार्यक्रम करियर ट्रिकमा अहिले विकेन्ड टपिकमा हेरिहाल्नु भयो। हामीले केही इस्युहरू तपाईँहरूको लागि जानकारीमूलक होस् भनेर प्रस्तुत गरेका थियौँ र कार्यक्रम करियर ट्रिकमा हामी अबलाई भने फेस टु फेसतर्फ जाँदैछौँ। फेस टु फेसमा हामी एकजना अब्रोड स्टडिजसँग सम्बन्धित एक्सपर्ट व्यक्तित्वसँगको कुराकानी प्रस्तुत गर्छौँ र आज हामी कोसँग कुराकानी गर्न जाँदैछौँ यो सस्पेन्स नै राखौँ। लेट्स गो देन। महेश बाबु तिमुल सिन्हा विगत 1 दशक भन्दा अगाडिदेखि शैक्षिक परामर्श सेवामा हुनुहुन्छ। कंगारू एडुकेसन फाउन्डेसनका म्यानेजिङ डिरेक्टरका साथै उहाँले एडुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपालको महासचिवको कार्यभार पनि सम्हालिरहनु भएको छ। एउटा कन्सल्टेन्सीको म्यानेजिङ डिरेक्टर भएपछि विद्यार्थीलाई सुरक्षित वैदेशिक शिक्षा त उहाँको जिम्मेवारीभित्र पर्छ नै, इक्यानको महासचिव भएपछि उहाँको जिम्मेवारी थप बढेको छ। कन्सल्टेन्सी व्यवसायका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने चुनौतीका साथमा लागौं उहाँसँग फेस टु फेस गर्न। वेलकम टु आवर सो। सन्चै हुनुहुन्छ? हजुर सन्चै छु। यहाँलाई त सन्चै छ, व्यवसायलाई चाहिँ कतिको सन्चो आजभोलिको दिनमा सन्चो रहेको छ त कन्सल्टेन्सी व्यवसाय? हजुर हाम्रो व्यवसाय पनि अहिले चाहिँ सन्चो उन्मुख भइरहेछ वास्तवमा। र यो विगत 2-3 वर्षदेखि थला परेको स्थितिमा रहेको व्यवसाय हाल चाहिँ अलिकति यो अस्ट्रेलियाले भिजा अलिकति लचकता अप्नाएको कारणले गर्दा अलिकति सहज भइरहेको छ। अलिकति हामीले पनि भिडभाड देख्यौँ, धेरै कन्सल्टेन्सीहरूमा यो भिडभाड छ। विद्यार्थीहरूले चाहिँ यो बेलामा अपर्च्युनिटी ग्र्याब गरिहाल्नुपर्छ या के भन्नुहुन्छ तपाईँ? किनभने बीचमा एकपटक 2006 मा जुन बेलामा अलिकति खुकुलो बनाएको थियो अस्ट्रेलियाले स्टुडेन्ट लोनमा जान पाउने भएर सायद
त्यो बेलामा धेरै स्टुडेन्ट गयो र बिचमा पर्खेर हेर्छु भन्नेहरू अलिक वर्षपछि आफ्टर 2009 त निकै नै कडा पारिएको थियो। के भन्नुहुन्छ अहिलेको यो सिचुएसनमा विद्यार्थीहरूले गरिहाल्नुपर्छ या केही समय पर्खिँदा हुन्छ? वास्तवमा अस्ट्रेलिया जाने विद्यार्थीहरू यदि क्वालिटी स्टुडेन्ट छन् र उहाँहरूको पढाइ राम्रो छ, IELTS राम्रो छ, ग्याप छैन, उहाँहरूको फाइनेन्सियल कन्डिसन राम्रो छ भने जहिले पनि भिजा पाइरहेको स्थिति हो। तर हाल आएर यो SVP स्ट्रिमलाइन भिजा प्रोसेसिङ इम्प्लिमेन्ट भए पछाडि चाहिँ हरेक खालका स्टुडेन्टले चाहिँ आफ्नो क्याटेगोरीको प्रोभाइडर खोजेर जानको लागि सहज भएको छ। त्यसले गर्दाखेरि यदि विद्यार्थीहरू अस्ट्रेलिया जानको लागि प्लान गरिराख्नु भएको छ भने दिस इज द राइट टाइम। यो 2014 को फेब्रुअरीको लागि अहिले चाहिँ हामी प्रोसेस गरिरहेका छौँ। यो 2013 को अक्टोबर नोभेम्बरको पनि लगभग 7 दिन लागिसकेका छ। त्यसकारणले यो सही समय हो, सही समयमै डिसिजन गर्दाखेरि राम्रो हुन्छ भन्ने। अहिले चाहिँ जुन कम भइसकेको छ भन्ने सुनेका छौँ, तर पनि डिपेन्डेन्टमा जानको लागि फेक म्यारेज गरेर जाने विद्यार्थीहरू कतिको आउँछन्? या म जति पनि पैसा खर्च गर्न सक्छु, मेरो एजुकेसन ग्याप भयो, एकाडेमिक ब्याकग्राउन्ड राम्रो छैन मेरो, मलाई चाहिँ पठाइदिनु पर्यो, केटा खोजिदिनु केटी खोजिदिनु, किनकि एक जमानामा कन्सल्टेन्सीहरूले त्यो किसिमको फेक म्यारेज गरेर पठाउने पनि गरेको हामीले सुनेका थियौँ। अहिले चाहिँ त्यस्तो भन्ने विद्यार्थीहरू कतिको आउनुहुन्छ यहाँ? त्यो एकदमै गलत प्र्याक्टिस हो। यदि कसैले त्यो गर्छ भने त्यो आफूलाई खाल्डोमा हाल्नु छ र भन्छु म चाहिँ। किनभने यो अस्ट्रेलियाले दिएको एउटा प्रिभिलेज हो। यदि कुनै स्टुडेन्ट जाँदैछ भने उसले आफ्नो फ्यामिली लान पाउने उसको चाहिँ एउटा चाहिँ प्रिभिलेजलाई मिसयुज गरेर यदि कसैले चाहिँ हुँदै नभएको डिपेन्डेन्ट क्रिएट गरेर जान्छ भनेदेखि त्यो चाहिँ एउटा विकृति हो, त्यो विसङ्गति हो। त्यसलाई चाहिँ हामीले हटाउनुपर्छ र हामीले इक्यानको तर्फबाट पनि हाम्रा मेम्बर कन्सल्टेन्सीहरूलाई बारम्बार भन्ने गरेका छौँ कि यस्तो विकृत कामहरूमा चाहिँ सहभागी नहुनु, किनकि यसले चाहिँ अन्तर्गत आफ्नै व्यवसायमा हानि गर्छ र अस्ट्रेलियन गभर्मेन्ट, अस्ट्रेलियन हाई कमिसनको नजरमा पनि यसलाई चाहिँ हाम्रो कन्सल्टेन्सी व्यवसायले चाहिँ गिराउने काम गर्छ। त्यसले गर्दाखेरि यस्ता कामहरूलाई चाहिँ हामी निरुत्साहित नै गर्ने गरेका छौँ। अनि अर्को कुरा जस्तो अब्रोड स्टडीमा जाने धेरै विद्यार्थीहरू आउट अफ भ्यालीका पनि हुनुहुन्छ। कन्सल्टेन्सीहरू त राजधानी केन्द्रित नै छन् भन्नुपर्छ। केही कुनै कन्सल्टेन्सीका बाहिर एक दुईवटा ब्रान्च भए पनि त्यहाँ त्यति महत्त्वपूर्ण ढङ्गमा लिएको पाइँदैन। के भन्नुहुन्छ एज अ इक्यानको महासचिव पनि सबै नेपालभरिको विभिन्न स्टेटमा त्योसँग सम्बन्धित परामर्श केन्द्रहरू हुनुपर्ने आवश्यकता कतिको महसुस गर्नुहुन्छ? हजुर, यो हाम्रो इक्यानको मेम्बरसिपको चाहिँ पोर्टफोलियो हेर्ने हो भने पनि काठमाडौँमा मेजर स्टेक होल्डर्सहरू छन्। तर त्यसको साथमा पोखरा, चितवन, विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, इटहरी, बेतामोड लगायतका मेजर स्टेसन्सहरूमा पनि इक्यानका मेम्बर्सहरू चाहिँ छरिएर रहेका छन्। तर पनि विद्यार्थीहरूमा चाहिँ अलिकति आउट अफ भ्यालीको या आफ्नै ठाउँको भनेपछि नजिकको तीर्थ हेला जस्तो हो कि बाहिरबाट बरु स्टुडेन्टहरू रिलेटिभ्सकोमा बस्ने या आएर कतै होटलमै बस्ने, तर यहीँबाट ट्राई गरौँ भन्ने परिस्थितिलाई के भन्न चाहनुहुन्छ आउट अफ भ्यालीका स्टुडेन्टहरूलाई चाहिँ? हजुर, यो यस्तो छ। अब बाहिर जहाँ चाहिँ काठमाडौँ बाहिरका स्टुडेन्ट्सहरू हुनुहुन्छ उहाँहरूले त्यहीँको लोकल कन्सल्टेन्सीहरूलाई पनि बिलिभ गर्नु पर्यो। किनभनेदेखि उहाँहरू पनि एउटा अफिस खोलेर चाहिँ आफ्नो अथराइजेसनहरू लिएर इक्यानको मेम्बरसिप लिएर काम गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि पोखरामा धेरै त्यस्ता कन्सल्टेन्सीजहरू छन्, चितवनमा छन्, होइन, विराटनगरमा छन्, अरू थुप्रै सिटिजहरूमा पनि छन्। त्यसले गर्दाखेरि विद्यार्थीहरूलाई चाहिँ म के आग्रह गर्छु भने यो चाहिँ आफ्नो यो नजिकको तीर्थ हेला गरेर होइन कि आफ्नो नजिकको ढुङ्गालाई बरु भगवान मानेर त्यहाँबाट प्रोसेस गर्दाखेरि राम्रो हुन्छ र लोकल कन्सल्टेन्सीजहरू पनि फ्लोरिस गर्नुपर्छ भन्ने मान्यता चाहिँ इक्यानको छ। अन्त्यमा कंगारू एजुकेसन फाउन्डेसनको तर्फबाट अहिले हाम्रो कार्यक्रम करियर क्लिक जुन पहिलो एपिसोड बनिरहेको छ यो हेर्ने दर्शकलाई विशेष गरी विद्यार्थी साथीहरूलाई के भन्न चाहनुहुन्छ? हजुर, यो करियर क्लिक कार्यक्रमको सफलताको शुभकामना त गर्छु नै म। किनभने यो नेपालमा पहिलोचोटि सायद यति राम्रो किसिमले एउटा चाहिँ एब्रोड स्टडिज सम्बन्धी र करियर सम्बन्धी प्रोग्राम बनेको छ। त्यसले गर्दा यो प्रोग्राम चाहिँ 100औं एपिसोडसम्म जाओस्, मेरो शुभकामना छ तपाईँहरूलाई। र अर्को कुरा चाहिँ अब विद्यार्थी तथा अभिभावकहरूलाई म के भन्छु भनेदेखि इक्यानलाई चाहिँ ट्रस्ट गर्नुहोस्, इक्यान मेम्बर्सहरूबाट काउन्सिलिङ लिनुहोस् र इक्यान मेम्बर्सहरूबाटै आफ्नो भिजा प्रोसेस गर्नुहोस्। त्यो भयो भने तपाईँलाई ठगिने सम्भावना हुँदैन र बाइ द वे ठगिहाल्यो भने पनि इक्यानले त्यसको चाहिँ लुक आफ्टर गर्छ। र यस्ता खालका जुन विकृति विसङ्गति आएका छन् अथवा अफवाहहरू आएका छन् त्यसको पछाडि नलागेर आफैले पनि विद्यार्थीहरूले चाहिँ वेबसाइटहरू हेर्ने, इमिग्रेसनको वेबसाइट, कलेज युनिभर्सिटीको वेबसाइट हेरेर त्यसको आधारमा डिसिजन गर्नु नै राम्रो हुन्छ भन्ने मलाई लाग्छ र म त्यही सल्लाह सुझाव दिन्छु। अब चाहिँ साँच्चै भन त आर्जस, मलाई माग्न कहिले आउँछौ? त्यसो भए हुनेवाला बुढीको पहिला IQ टेस्ट गरौँ न त, हुन्छ? च्यालेन्ज गरेको? यस अफ कोर्स। ओके, आइम रेडी। ल म ठाउँको नाम लिन्छु, तिमीले त्यहाँको फेमस कुरा के हो भन है त। ओके स्योर। भोजपुर, खुकुरी, पाल्पा, अफ कोर्स ढाका टोपी, भक्तपुर, जुजुदौ, अस्ट्रेलिया,
कंगारू अस्ट्रेलियाको फेमस कुरा कंगारू अनि अस्ट्रेलिया जान फेमस र विश्वसनीय कन्सल्टेन्सी कंगारू एजुकेशन फाउन्डेशन. We also process for New Zealand and test preparation for IELTS. Kangaroo Education Foundation, Putali Sadak. Striving towards excellence in engineering education, Kathmandu Engineering College announces admission for BE Architecture, BE Civil, BE Computer, BE Electrical, BE Electronics and Communication. For details, Kathmandu Engineering College, Kalimati, Kathmandu. Phone 4284902, 4276130. Let your career be guided by professional consultant to earn degree in Australia, Ireland and UK with top universities. Scholarships available. Learn IELTS with mentor. The useful guide. Head office New Baneswar, Kathmandu. Phone 4490-063. Branch office Bhairahava. Phone 525402. Kantipur City College presents KCC Career Quiz. Proud to be associated with Kathmandu Engineering College, Kalimati, Kathmandu. National College, Center for Development Studies, Baluwatar, Kathmandu. Lalitpur Engineering College, Chakupat, Lalitpur. चिनी भन्दा सयौं गुणा गुलियो साइड इफेक्ट पटक्कै नभएको स्टेभिया तराईदेखि 2500 मिटर उचाइसम्म खेती गर्न सकिने विश्व बजारमा अत्यधिक माग भइरहेको स्टेभिया खेती गरी प्रचुर फाइदा लिनुहोस्. पाम एग्रोटेक. I chose to be here because I wanted to be close to my family, at the same time have the international standard education. Gate College has been the best learning experience for me, and I wish more Nepalese students have the same opportunity. Recently, I have completed 1-year internship from Hyatt Regency Resort, Malaysia. Whatever I learned from Gate College has helped me a lot. Gate because I care. सॉफ्ट ड्रिंक को दुनिया में अब नया हंगामा शीतल पूर्ण आयुर्वेदिक साइड इफेक्ट पटक्कै छैन. एलोभेरा जुस शीतल. जति टाइम खर्च हुन्छ र जति पैसा त्यसबाट आउँछ त्यतातिर केही जागरुकता नै भएन उद्योगीहरू. नेपाल सरकारको निकै चुस्त नीति तर सुस्त कार्यान्वयन. यो त अपराधजन्य कारबाही गर्ने कुनै पनि दल विशेषले कसैले बाटो रोक्छ र त्यसबाट पुगेको क्षति आयोजकले बेहोर्न पर्छ भनिएको थियो. 12% पहिला लिएको र त्यो सेन्ट्रल भ्याट भएको हुनाले अब हामी यो वर्ष 6.5%मा घटाउँछौँ र आगामी वर्ष घट्दै जाने भन्ने खालको रोजगारदाताहरू अलिक तर्सिरहनु भएको छ. स्पेसली फरेन डाइरेक्ट इन्भेस्टमेन्ट आउनु तर्सिरहेको स्थिति छ. चाइनामा कुनै फरेन डाइरेक्ट इन्भेस्टमेन्टको उद्योगहरू आउँछ. त्यहाँ के भन्छ भने कम्तीमा पनि 10 वर्षसम्म त्यहाँको मजदुरले हडताल गर्ने छैन. Join Kantipur City College, Putali Sadak, Kathmandu. एउटा इन्ट्रेस्टिङ साथीसँग छु म. तपाईको लागि पनि यो कार्यक्रम यतिकै इन्ट्रेस्टिङ भइरहेको होला. अहिलेको लागि पनि हामी तपाईहरुलाई लिएर जान चाहन्छौँ हाम्रो अर्को सेगमेन्ट क्याप्चर्ड इमोसन. हुन त हामीले यो साथीलाई हेर्दा उसको केही पनि इमोसन देखिँदैन, तर मनभित्र यो भित्र चाहिँ इमोसन पक्कै पनि छ. र यो क्याप्चर्ड इमोसनमा कुनै पनि भिजा लागेको साथीका बारेमा हामी उहाँको इमोसनलाई क्याप्चर गर्ने प्रयास गर्छौँ. लागौँ क्याप्चर्ड इमोसनतर्फ. दुईजना निकै मिल्ने साथीहरूको भिजा आयो भन्ने जानकारी पाएर हामी कंगारू एडुकेसन पुग्दा उनीहरू आफ्नो भिजा लागेको न्युज आफ्नो काउन्सिलरबाट पाउँदै थिए र उनीहरू निकै नै खुसी पनि थिए. क्षितिज रसाइली र हेमन्त लामा बच्चैदेखिका मिल्ने साथी पनि हुन्. खुसी हुनुपर्ने कारण त एउटै हो, अस्ट्रेलियाको भिजा. तर यो खुसी भित्र सयौं अरु खुसीहरू पनि मिसिएका हुन्छन् नै. आफ्नो सपना पूरा भएको खुसी, परिवारका अन्य सदस्यमा आएको खुसी अनि अरु धेरै खुसीहरू. जस खुसी त अवश्य भइहाल्छ नि. कुनै पनि चीज आफूले एक्सपेक्ट गर्दाखेरि त्यो चीज सफलता पाउँछ अवश्य खुसी त भइहाल्छ नि. म अलि धेरै खुसी छु. मैले त फर्स्टमा त केही विश्वासै गरेको थिइनँ. म त वर्डलेस भएको थिएँ, केही बोल्नै सकिरहेको थिइनँ. एकछिन म्यामहरूले भिजा आयो भन्नुभयो.
त्यसपछि म त त्यतिकै उभिएपछि आई क्यान बिलिभ द्याट त्यसपछि आएर आफ्नो लाइफको करियर सुरु भयो। मैले सोचेँ कि म 0 लेभलदेखि स्टार्ट गर्दैछु, त्यही भएर अब धेरै काम गर्न छ, आफ्नो स्टडी राम्रो गर्न छ। दुई साथीहरू एकै ठाउँमा जाँदैछन् र यहाँ बसेर त्यहाँको भविष्यको कल्पनामा व्यस्त पनि छन्। त्यहाँ आइपर्ने समस्याहरूका बारेमा पनि जानकार छन् यी दुई साथीहरू। खुसी सँगसँगै कहिलेकाहीँ डर वा दुःख पनि आउने रहेछ। विशेष गरी उनीहरूको लागि चाहिँ भिजा त लाग्यो, खुसी छ मनमा, अनि कता कता यहाँ हुँदाका साथी अनि परिवारबाट छुट्टिनु पर्ने कुराले कहिलेकाहीँ झस्काउने पनि रहेछ। दुःख त भइहाल्छ होइन, आफ्नो फ्यामिलीहरू, आफ्नो गार्जियनहरू, रिलेटिभ्सहरू छोडेर जाँदाखेरि अवश्य दुःख त लागिहाल्छ। अब विदेशको यात्रा भनेको पनि दुःख हुन्छ, स्ट्रगल गर्नुपर्छ, हरेक चिजमा स्टेपमा दुःख हुन्छ। नेपाल जस्तो लाइफ हुँदैन यहाँ होइन, अब हरेक कुरा एकदम यहाँ समयमा काम गर्नुहुन्छ, समयमा बस्नुपर्ने हुन्छ, समयमा खानुपर्ने हुन्छ, एकदम स्ट्रगल छ। जस अब होप अब म लाइफमा एकदम राम्रोसँग स्ट्रगल गर्नेछु र सफलता पनि हासिल गर्नेछु र पछि जस आफ्नै कन्ट्रीमा आएर केही बिजनेस गर्छु भन्ने खालको एउटा सोच पनि मैले लिएको छु। सायद म त्यो पुरा पनि गर्छु र मेरो फ्यामिलीलाई पनि हेल्प पनि गराउँछु भन्ने मेरो पुरा विश्वास पनि छु। नराम्रो त लागिरहेको छ, आफ्नो फ्यामिलीहरूलाई छोडेर जानुपर्छ, आफ्नो साथीहरू, आफ्नो देशलाई छोडेर जानुपर्दैछ, त्यही पनि नौलो ठाउँमा, त्यही दुःख त लागि एकदम दुःख लागिरहेको छ। भोलिको लागि आजैदेखि तयारी थाले भोलि समस्या आउँदैन, यो कुरोलाई यी दुई साथीले पनि बुझेका रहेछन् र अस्ट्रेलिया जानु पूर्वको तयारीको रूपमा बार टेन्डर अनि वेटरको ट्रेनिङ त लिइरहेका छन् नै, साथमा ड्राइभिङ पनि सिकिरहेका छन्। ड्राइभिङ सिक्नु लागि आएको हो र हाम्रो अहिले काउन्ट पनि आएको छ, एकछिनपछि 5-10 मिनटपछि आउँछ सायद। र यसको फाइदा के छ भन्दाखेरि अब अस्ट्रेलियामा गइसकेपछि तपाईँको त्यहाँ चाहिँ अलिकति अब चिप रेटमा हामीले गाडीहरू हामीले खरिद गर्न सक्छौँ र त्यसै गरी अब हामी त्यहाँ गरेपछि काम पनि गर्नुपर्ने हुन्छ र कामको लागि हामी वेटर ट्रेनिङहरू बार ट्रेनिङहरू पनि सिकेछौँ हामी। हजुर, हामी त्यही उसले भने जस्तै हामी यहाँ अहिले भर्खर आउँछौँ, अहिले भर्खर जस्ट अब 5 मिनटपछि हाम्रो सायद टर्न आउँछ होला, त्यसैले हामीले केही स्किल लिएर जाऊँ भनेर हामीले सल्लाह गऱ्यौँ र वेटर ट्रेनिङ बार ट्रेनिङहरूको ट्रेनिङ पनि लिएर जान्छौँ। त्यसले गर्दा हामीलाई वहाँ गएर धेरै हेल्प हुन्छ। नेपालमा छँदा एकैछिन नछुट्टिने यी दुई अस्ट्रेलिया पनि सँगै भइने कारण निकै खुसी छन्। कता कता डर, दुःख अनि फेरि हाँसो पनि छ। सायद यसैलाई भनिन्छ मिक्स इमोसन र हामीले क्याप्चर गर्न पनि भ्यायौँ क्षितिज र हेमन्तको यो इमोसनलाई। क्षितिज र हेमन्तको फ्रेन्डसिप लङ लास्टिङ होस्। अस्ट्रेलियामा उनीहरूको भविष्य निकै सहज, सरल र राम्रो होस्। उज्जवल भविष्यको दुवैजनालाई धेरै धेरै शुभकामना। कार्यक्रम करियर क्लिक हेर्दै हुनुहुन्छ तपाईहरू न्युज 24 टेलिभिजनमा प्रत्येक बिहिबार 12 बजे अनि पुनः प्रसारण बिहिबार नै बेलुकी 6 बजे यहाँले हेर्न सक्नुहुनेछ। र तपाईलाई पनि अब्रोड स्टडीसँग सम्बन्धित केही पनि क्वेरिजहरू छ, कुनै युनिभर्सिटीको बारेमा, कुनै देशको बारेमा तपाईलाई जान्न मन छ, हामी अब्रोड एक्सपर्टहरूसँग सल्लाह गरेर त्यसको सल्युसन गर्ने प्रयास गर्छौँ। यसको लागि तपाईले हामीलाई अफकोर्स इमेल गर्नुपर्ने हुन्छ। इमेल एड्रेस हाम्रो careerclick24@gmail.com। फेरि एकपटक सुन्नुहोस्, careerclick24@gmail.com। यसमा तपाईँ हामीलाई फिडब्याक पनि लेख्न सक्नुहुनेछ, तपाईँको प्रब्लमहरू पनि लेख्नुहोला। ओके, अब आजको लागि भने हामीले कार्यक्रमबाट जानुपर्ने बेला भएको छ। थ्याङ्क यू सो मच। यति जसमा तपाईँले हेर्न साथ दिनुभयो। न्युज 24 मा तपाईँले हेर्न सक्नुहुनेछ कार्यक्रम। र आजलाई भने सुदीप पोखरेल करियर क्लिकबाट जान्छु। बाई बाई, टेक केयर।